केटा के छ भने सबै सन्चै हो केटा अब जापानमा हेर केटा पैसा मात्रै कमायो होइन यो तिम्रो जापानको बाजेले फेरि त्यो इन्सुरेन्स ट्याक्स भन्छ है अनि के अरे सिटी ट्याक्स अरे अनि फेरि अझै पैसा कमाएको इन्कम ट्याक्स भन्छ अब वर्षमा 15-16 लाख कमाइन्छ है 15-16 लाखमा तिम्रो इन्सुरेन्स ट्याक्सको 13,000 16,000मा मेरो छ अब हेर न आज अब है तिर्यो है 26,600 रुपियाँ के जापान बाजेले लास्ट दुःख दिन्छ नि यार गाह्रो छ अब फेरि अब सेलरी आउँछ फेरि तिर्नु पऱ्यो अर्को फेरि खराब भयो यार वर्षमा 15-16 लाख कमायो तिर्यो महिना पछि 14,000 13,000 है अनि कहाँदेखि कहाँ भयो त अनि यो त लाइफ स्टाइल चलाउनै गाह्रो भयो त त्यो त इन्सुरेन्सको मात्रै अझै अरू बाँकी नै छ